नमस्ते, गुड मर्निङ। नमस्ते सम्पूर्ण महानुभावहरूलाई गुड मर्निङ, शुभ सन्ध्या। शुभ सन्ध्या कि शुभ प्रभात? शुभ प्रभात। न त हाम्रो त शुभ सन्ध्या नै हो क्या। नाइट ड्युटी गरेर के गर्छ? ए चढा एपडा सोल्ला गुड मर्निङ। என்ன பேசுற பேசுறடா தமிழ் பேசுறடா दीपक भाइ उता हाम्रो ओभरनाइट सबैको ओभरनाइट दीपकजी ओभरनाइट स्टाफ शान्त लगेर आउने बेलामा ध्यान दियो ड्युटी आउँदाखेरि चाहिँ फ्ल्याट हो कि गाडी चाहिँ फ्ल्याट। ड्युटी सकिएपछि मात्र खुसी भाइ, आउने बेला किन? अब रुममा गएर मजाले खानपिन हुन्छ, मजाले सुत्न पाइन्छ। ड्युटी आइसकेपछि त अब ड्युटी आउने बेला त अब ल अब जोत्ने हो बडा जसरी गोरु जसरी हुन त हो। यसमा हुन्छ क्या त पाइन मान्छे भएर काटिरहेको छ गाडीमा चाहिँ। ल यही हो मेरो चाहिँ भाइको त्यही हो भनाइ। ल हाम्रो दीपक भाइको चाहिँ प्रश्न, अब ड्युटी सकेपछि खुसी हो कि के हो? आधी थकान आधी खुसी सम्मिश्रण भएर ठिकै हुन्छ मलाई चाहिँ। ड्युटी आउने बेला खुसी लाग्छ कि जाने बेला खुसी लाग्छ? त्यो त जसलाई नि त्यही जाँदाखेरि खुसी लाग्छ नि। काम गर्न आइदियोस् कसलाई लाग्छ? हो है। काम गर्नु कसलाई लाग्छ र त्यता के छ? भरत भाइको ड्युटी त राम्रो छ भाइ, राम्रो छ। ब्याकग्राउन्डमा हो सबै काम मैले गरिदिनु पर्छ। पोहोरको जति लगेर राख्दै बेकरीको ट्रली ठाउँमा लगेर राख्दै बल चाहिने काममा नि बोलाएको छ। ढकाल फेर्नु बिजोग त्यही त हो, नेपाली भएको नाता हेल्प गर्नु है। विदेशमा त्यही त हो, अरू के हुन्छ र? अब हेल्प गरिदिनु पर्यो सकेको हो कि गर्ने भनेको छ। हात साथ दिने हो क्या, पुरै कामै जिम्मा लगाइदिने बानी छ त। त्यति त साह्रो त छैन होला, अलिअलि हो। मेट्रो ल भन भाइ, विदेश बसाइ कस्तो चलिरहेको? रातभरि काम गरेको यही हो निन्द्रा। त्यही हो, राति काम गर्दा यस्तै हो, निन्द्रा लाग्ने लाग्छ गलिन्छ थकान। अनि तिमी? म चाहिँ चस्मा लाएर आँखा बन्द गरेर आएको छु। अनि बोलिरहेछौ त, आँखा मात्र बन्द हो कि कान खुल्ला। सेटा? अनि भन कस्तो छ त विदेश बसाइ? ठिक छ। ठिक छ। दिनहरू त ड्युटी गर्दा गर्दै गर्दै आफ्नो यस्तो दिनमा त सुत्नु होला नि त। अनि घरको याद कति आउँछ? याद अब अलिअलि त आइहाल्छ। त्यहाँदेखि फोन सोन दिनकै भइरहेछ, प्रायः फोन भइरहेको धेरै याद खासै कम हुँदैन। कुन बेला आउँछ सबैभन्दा बढी घरको याद? मैले काम गरेँ मेट्रो
दिपक भाइले हाम्रो निन्द्रा पुर्याएर अब उठ्यो होइन त 1 घन्टा पुरा भयो 1 घन्टा पछि निन्द्रा पुग्यो तिम्रो है कस्तो रहेछ